के छ के भयो रे कस्तो लागिरहेको त हामी कहाँ आएको भन्दा डियर आज कहाँ आएको रे कोलोराडोको क्यानन सिटी भन्ने क्यानन whatever baby come on यतैको डियर ठिक लागिरहेको मलाई देखेको त डियर नि अनि हामी चाहिँ क्यानन सिटीमा यो रोयल जर्ज ट्रेन चढिरहेछौँ हरेक वर्ष चाहिँ यो वर्ष पनि यसो निस्क्यौँ घुम्नलाई भनेर निस्किएको तर यो पालि चाहिँ हामी 2 जना मात्र परेका छौँ अन्य अरू साथीहरूको कसैको के अथवा भनौँ आफ्नै जीवनका केही जालमा फसेर सबैजनासँगै आउन सकिएन तर हामी चाहिँ आयौँ है त अब कुरा गर्दै जाउँला रमाइलो गर्दै जाउँला अहिलेलाई चाहिँ सिन इन्जोय गरौँ भाइ खै त शुभ बिहानी भन्दै न आज हाम्रो नयाँ कहानी
हाम्रो कहानी एकदम बवाल छ यहाँ। ओ साँच्ची त नयाँ नेपालको नयाँ नेपाली हामी धेरै उथल पुथलका बावजुद केही स्थिर अवस्था तत्कालको लागि चलिरहेछ। त्यसै कारणले गर्दा नयाँ नेपालको हामी नयाँ नेपालीबाट सबैलाई शुभ बिहानी हार्दिक हो। हामी आज कोलोराडो आइपुगेका छौँ, रकी माउन्टेन नेसनल पार्क। आज हामी खासमा स्काई पोन्ड लेक जाने विचार थियो। सब हेर्दा कहीँ केही थिएन। के अरे यो लेकको लागि रिजर्भेसन लिनुपर्ने भनेर, तर ट्याक पार्किङ लटमा जान खोज्दा त त्यो लेकमा पार्किङ लटमा पुग्नु अघिको 9 माइल्सको त्यो रोडको लागि रिजर्भेसन चाहिने रहेछ। अनि त्यहाँको एउटा हजुरआमाले ल तिमीहरूलाई आज हुँदैन भनेर टक्कै युटर्न मारिदिनु भयो। अनि हामी चाहिँ लेक इजाबेल हाइक गर्ने विचारमा छौँ। हेरौँ के हुन्छ। यस्तै छ जिन्दगी, सोचे जस्तो हुँदैन। तर कहिलेकाहीँ नसोचेको बाटोमा पनि हिँड्नुपर्छ। त्यसै कारणले हामी त्यही एउटा सिद्धान्तलाई हातमा साथ गर्दै आज हामी लेक इजाबेल गएको छौँ। तिमी मान्छे पनि रातै छौ नि। हस् त, नमस्कार। पछि कुरा गर्दै गरौँ ल। हुन्छ त? हुन्छ। ल बाई भनिदेऊ नि त। बाई बाई। बाई बाई। अनेक दुविधाको बिच हामीले अन्तमा गएर लेक इजाबेलको ट्रेल पत्ता लगायौँ। अब आज यही ट्रेल हाइक गरिन्छ। मन मेरो चङ्गा भो तिमीलाई देखेर भन्ने गीत आयो। स्वर त मेरो राम्रै हो, तै पनि अब दर्शकहरूले आफ्नै अर्धाङ्गिनीले पनि खासै सुन्न रुचाउँदिनन्। त्यही भएर गीत चाहिँ खासै धेरै गाइँदैन। कस्तो लागिरहेको थियो कुन्ती? होइन मलाई पाएर भन्नु है। कुरा नगर, बयान गरी साध्य छैन। यो ट्रेल चाहिँ अब जम्मा त्यो के अरे लेक इजाबेल पुग्नलाई अब 2 माइल टप। सो यस्तो लामो छैन। आज हामीले बिहानै निस्केको कारणले गर्दा आज धेरै टाइम बच्नेवाला छ लागेको छ हामीलाई। तर लेट्सी हुन्छ, हामी कुरा गर्दै गरौँला, अपडेट दिँदै गरौँला। अहिलेको लागि चाहिँ दर्शन नमस्ते, दर्शन नमस्ते।
हाम्रो अनुहारलाई हेरेर पनि थाहा पाउन सकिन्छ कि यो ट्रेल त्यस्तो गाह्रो छैन भनेर, किनभने पसिनाको मात्रा एकदमै न्यून देख्न सक्नुहुन्छ। अब हामी लगभग आइपुग्नु लाग्यो जस्तो लाग्छ। अघि नै 1 माइल भने जस्तो लागेको थियो, तर I'm not sure because त्यहाँ लेभलहरू केही पनि थिएन। लेभल होइन, लेभलै भने मार्कहरू त्यस्तो केही गरेको थिएन। खालि इजाबेल लेक यता, इजाबेल लेक उता भन्ने जस्तो मात्र थियो मार्कहरू। तर अहिले जहाँसम्म लाग्छ अब आउँछ, आउनै पऱ्यो नि यार। हामी आउन लाग्यो भनेर लेक पर भाग्ने कुरो हुँदैन। कसो गुन्ती हामी आउन लाग्यो भनेर लेक पर भाग्छ त? सिरियस नआउन दिएँ फेरि। ठिक छ ल, ठिक छ ल, ठिक छ। हामी अब अलिअलि खाद्यान्न पनि खाँदै गर्छौँ, किनभने हाम्रो हिजो खाएको चिज अब के भइरहन्छ भन्ने कुरो भन्नु परेन होला। खाँदै पनि ल, दाम भ्यू आयो। हामी एकछिन भ्यू हेर्छौँ, तपाईँहरू चाहिँ के कति 4 माइलको हाइटपछि हामी हाम्रो गन्तव्यमा आइपुग्यौँ। यो पछाडि देखेको लेकलाई चाहिँ लेक इजाबेल भन्छ। यो चाहिँ लगभग 4 माइल भनौँ न, 4 माइल थियो है, 4 माइल जति हाइक गरेर थाहा भएन, रङ इन्फर्मेसन दिन चाहन्न। तर आउट एन्ड ब्याक 4 माइल हो कि 2 माइल कति हो, अथवा 1 वे 4 माइल हो कि, तर यस्तै छ। तर जस आइपुग्यो, सोचे भन्दा राम्रै लाग्यो मलाई चाहिँ। खासमा यो लेक हाइक गर्ने भनेर आएको होइन, हामी स्काई पोन्ड हाइक गर्ने भनेर आएको। तर एउटा स्काई पोन्ड पुग्ने ठाउँ स्काई पोन्ड पुग्नलाई जुन 9 माइल्सको त्यो रोड जानुपर्थ्यो, त्यसको पनि रिजर्भेसन लिनुपर्ने छ। हामीले गरेनौँ, टाइम इन्ट्री मात्र भयो पुग्छ भनेर जस्तो लाग्यो, तर होइन रहेछ। अनि त्यहाँबाट हामीलाई रेन्जरले विनम्रका साथ युटर्न लगाइदिनु भयो।
अनि हामी यो हाइकमा आएको तर नट ब्याड मलाई पनि राम्रो लाग्यो हाम्रो एउटा साथी छ निरज त्यसलाई के अरे रेड गर्न त यो ठाउँ कस्तो लाग्यो त रेड गर्न त स्पेसली यो हाइक साइक जाँदाखेरि रेड गर्न त भन्यो भने जहिले प्रकृतिलाई रेड गर्ने भन्ने कुरै हुँदैन नि प्रकृतिको आफ्नै सुन्दरता हुन्छ हरेक ठाउँको आफ्नै विशेषता हुन्छ यसलाई यति नम्बर दिने यसलाई यति नम्बर दिने भन्दा पनि प्रकृति जे जस्तो हो त्यसैलाई हेरेर रमाउनुपर्छ नम्बर दिने मलाई खासै ठिक लाग्दैन भन्थ्यो मलाई त्यो कुरा एकदम ठिक लागेको कुरा पनि हो त्यही भएर अब यति उति नम्बर भन्नुभन्दा पनि यस राम्रै छ ठ्याक्क माथि पहाडको मुनि लेक अनि हामी दुईजना अनि हाम्रा छिमेकीहरू पनि छन् डाँडाको टुप्पोमा अनि यता अरू छिमेकी छन् रमाइलो छ अब हामी यसो यहाँ बस्छौँ घुम्छौँ भन्दा पनि हेर्छौँ अनि फर्किन्छौँ हस् त नमस्कार यति भन्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु कुन्ती के भन्नु छ ओके बाई सबैमा फेरि पनि नमस्कार मेरी अर्धाङ्गिनी यहाँ कुर्दै हुनुहुन्थ्यो अहिले रिसाएर बुम भएर भ्यागु त फुले जस्तै फुलेर हिँड्दै हुनुहुन्छ अब 1 मिनट फुल्नुभयो भने गुड्किन सक्नुहुन्छ उहाँ गुल्टुङ गर्दै के अरे पड्किनु त हुँदैन पड्किनै थाहा सकेपछि त सकियो नि गुल्टिँदासम्म केही फरक परेन म तिमीलाई समातेर फेरि पहिलाकै अवस्थामा ल्याउन सक्छु त्यति ल्याकत चाहिँ राख्छु म अब पड्किनै थाल्यो भड्किनै थाल्यो छरपस्टै हुन थाल्यो भने त पनि सम्हाल्छु म चिन्ता नगरेर के छ त नि खबर कस्तो लागिरहेको त भित्री मनको कुरा भनिदेऊ न त कस्तो लागिरहेको छ ओ चस्मा अनि कपाल थोर हे छोड्दै हुँदै भइसक्यो डजन्ट म्याटर ओइ के छ त अनि अब हामी चाहिँ यहाँबाट फर्किँदैछौँ लगभग आफ्नो कार होइन रेन्टल कार भएको ठाउँमा पुग्न थाल्यौँ त्यसपछि हामी रेड रक एम्पी थिएटर जाने कुरो छ बट आई डोन्ट नो के हुन्छ त्यस्तै छ त अब हामी चाहिँ नि
हिँड्दै गर्छु कहीँ रोक्यो विश्राम मार्ने जस्तो मनस्थिति हेर्दै मुख्यभित्र चाहिँ क्या भन्दा मनस्थिति बन्यो भने हामी फेरि कुराकानी गर्न सक्छौँ कसो त्यस्तै हो छे हो ओके र दर्शन नमस्ते भन्दै हो नि त सेवारो पनि भनिदेऊ फ्याफुल्ला अनि गुड मर्निङ बेला भयो र ए हो नि साँच्चै सही हामी आज चाहिँ यहाँ रेड रक्स पार्क एन्ड एम्पी थिएटर भन्ने ठाउँमा आएको छौँ यो चाहिँ एकदमै हाइक साइड के होइन टक्क गाडी ल्याएर थपक्क पार्किङ लटमा राखेर टुइ ढुङ्गा हेर्न नि थिएटर जस्तो ओपन थिएटर यो त ढुङ्गा भयो एमपी थिएटर अर्को ठाउँमा छ कि यता कतै होला होइन यार त्यही हेर्न आएको हो तर त्यस्तो हो भने त खतम भइगयो नि होइन यो मात्र होइन हो यहाँ हो यही हो अनि हामी चाहिँ अब ठ्याक्कै एमपी थिएटरमा आयो अब एमपी थिएटर हेरेर अनि गइन्छ एमपी थिएटर चाहिँ यस्तो छ है त मनको धोको पोक्नु छ तिमीसँग बसेर है दाबे मुना नाचिरहेछ तिम्रो मुहार देखेर है हामी चाहिँ भर्खरै रेड रक अनि के अरे भन्दै त एमबी थिएटर एमबी कि एमपी ओ माई गॉड ज्यादा इङ्ग्लिस प्रोनाउन्सिएसन सुधार्ने हुँदैन नि यस्तो हाम्रो दिदी एउटा मेरो मामुको छोरी जहिले
प्रोनाउन्सिएसनलाई कि केलाई समथिङलाई ट्रान्सलेसन समथिङ के भन्थ्यो कि अनि हामी जिस्किने गरिरहेको थियो त्यही हामी चाहिँ भर्खर रेड रक पुगेर त्यहाँ बस्यो आधा 1 घन्टा 1.5 घन्टा जति समथिङ बसेर पुरै अनि पेट पूजा गरेर ब्रन्च त्यस्तै हो पेट पूजा गरेर अब फर्किँदैछ अब चाहिँ हामी इन्डिपेन्डेन्ट पास अथवा ट्रेल रिच रोड समथिङ यस्तै के हो एकदम सिनिक ड्राइभ हो के अरे त्यही ड्राइभमा जान्छौँ भोलि चाहिँ अनि द स्यान्ड ड्युन्स अझै ग्रेट हो क्या अरे द ग्रेट स्यान्ड ड्युन्स नेसनल पार्क गएर फर्किन्छौँ अनि एवं रीतिले हाम्रो भ्रमण टुङ्ग्याउँछौँ यस्तै छ ल अब हामी ड्राइभ गर्छौँ अनि कहाँ जान्छौँ भन्देऊ त ल बाई भनिदेऊ न हामी चाहिँ यसरी 5 घन्टाको यात्रापछि खोइ त यार के ध्यान यो मर्या बालुवा हेर्न आएको मर्या त भन्न मिलेन यत्रो के अरे मेहनत गरेर आएपछि तर जोस् हामी हेर्न आएको चाहिँ यही बालुवै होला यो बालुवा हेरेर सकेपछि सक्यो हाम्रो टुर राम्रै छ जस्तो छ हौ बालुवा त सही होला ल अब हामी यसो हल्का रमाइलो गरेर अनि फर्किन्छौँ अहिलेको लागि चाहिँ बाई भनिदेऊ त
पकड्ने हो कहाँ त्यसरी गर्ने हो त पकड पकड त्यसमा छेउमा पकड त्यसको दुईपट्टि समात्ने छ नि रेडी अलि छेउमा गर न हो त्यहाँनिर पाँच घन्टा ड्राइभ गरेर आएको सेन्ट हिल्समा बहुत धेरै लाग्यो मलाई रियली नाइस अर्कै संसारमा जस्तो लाग्यो यति भएपछि दुबई जानु परेन त्यस्तो साथीभाइहरू मेरो करले 5 आवर ड्राइभ गरेर कस्तो लागिरहेको त ड्राइभ त राम्रो थियो नि इज इट वर्थ इट ड्राइभ भन्दा पनि डेस्टिनेसन एभ्रिथिङ वाज वर्थ इट रियली यस त्यसै कुनै उ छैन हैन त दुःख के दुःख पीर केही छैन त्यसै ड्राइभ गरेर खै त्यहाँ साइडमा बसेर आउनु छ के को पीर व्यथा अब 5 आवर ड्राइभ गरेर फेरि डेनभर पुग्नु पनि छ तर ड्राइभ गरेर लैजान्छ आई डोन्ट माइन्ड मलाई दामी लाग्यो भ्युज दामी छ ल यति भन्दै हाम्रो 2 शब्द यहीँ टुङ्ग्याउँछ सबैको रक्षा गरौँ सबैको भलो गरौँ आउँदै गरेको विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ रहनुहोस् मस्त रहनुहोस् ल बाई तिहारको पनि शुभकामना छठको पनि शुभकामना